बाहिर जाँदैछु काठमाडौँभन्दा बाहिर म चाहिँ आइसकेँ म चाहिँ दिदी भेनाको घर आएको छु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल नम्बर भिडियो आज चाहिँ म बाहिर जाँदैछु काठमाडौँभन्दा बाहिर अनि म चाहिँ यहाँनिर कोटेश्वरमा छु बिहानको भ्यू चाहिँ यस्तो राम्रो छ यो कोटेश्वरको यस्तो छ म चाहिँ यहाँ छु म चाहिँ गाडीलाई वेट गरिरहेको छु आई डोन्ट नो कति बेला गाडी आउँछ उता होला गाडी आई गेस अहिले चाहिँ यहाँनिर ब्रेक एकछिन रोकेको छ पिसाबहरू गर्नको लागि हामी चाहिँ अहिले काभ्रे छिरिसक्यौँ यहाँ चाहिँ हामी डेलिखेल र काभ्रेको बिचमा हो गाडीमा चाहिँ धेरै गीतहरू हल्लाहरू भइरहेको थियो त्यही भएर मैले चाहिँ छोटो छोटो भिडियो मात्रै बनाएँ यहाँ चाहिँ ठ्याक्कै 12:30 भयो अहिले चाहिँ यहाँनिर हामीलाई खाना खानु रोकेको छ यस्तो राम्रो अब गरेको छ म चाहिँ यता छु सरसम्म सुत्दा गरेर आएको हामी त यहाँ सिन्धुलीमा छौँ म चाहिँ यहाँनिर हजुर कसरी बोकिसकेँ मैले गाडी यहाँ छ अहिले चाहिँ हामी यहाँ सिन्धुलीमा छौँ अनि यहाँनिर चाहिँ तरकारीहरू फलफुलहरू सबै पाउँछ नि त गाउँको मैले पनि यहाँबाट केरा र खोर्सानी अनि निगुरो दिएँ दिदीलाई अब हामी यहाँबाट जान्छौँ यहाँ चाहिँ कस्तो चिसो वेदर छ क्या शीतल यति बेला चाहिँ यस्तो राम्रो भ्यू थियो तर म यतापट्टि साइडमा थिएँ त्यही भएर भिडियो राम्रो बनाउन पाएन हामी चाहिँ यहाँ विमानमा छौँ पेट्रोल पम्प यो भ्यू चाहिँ हाम्रो यहाँ सर्लाहीको हो म चाहिँ लालबन्दीबाट एक्लै यतापट्टि बेनाघर चाहिँ भित्र रहेछ अनि त्यही भएर यता आउँदाखेरि चाहिँ एक्लै थिएँ गाडीमा अनि त्यही भएर मैले यहाँ भिडियो बनाउँदै थिएँ यहाँको ओरिजिनल साउन्ड चाहिँ म्युट गरिकन यहाँनिर गीत बजाइराख्नु भएको थियो अनि त्यही भएर मैले चाहिँ स्टप गर्नु भएन अनि यत्तिकै भिडियो बनाएर भोइस कभर गर्छु भनेर हेर्न सक्नुहुन्छ यति राम्रो दृश्य छ यस्तो राम्रो वेदर छ म चाहिँ आइसकेँ म चाहिँ दिदी भेनाको घर आएको छु अब चाहिँ गाडी जान्छ यस्तो राम्रो वेदर छ म नि अगाडि दिदीको घर जान्छु भेना लिन आइसक्नु भएको छ मेरो चाहिँ यति धेरै ब्यागहरू छ यो चाहिँ बेलुका इभिनिङ भ्यू हो यस्तो राम्रो देखिरहेको थियो यहाँनिर माथि छतबाट म चाहिँ अहिले यहाँनिर यस्तो राम्रो भ्यूमा छु मेरो चाहिँ आजको लागि भिडियो यति नै सी यू नेक्स्ट ब्लग